मलाई किम्बु ल्याइदेऊ गर्दै थियो। अब गाउँमा पनि कति धेरै घरहरू बनिसक्यो कि लगा भनेर दिनुभयो। अब अर्कोचोटि आउँदा दिन्छु म। अब चाहिँ अब यसपालिदेखि चाहिँ फल्छ होला सायद। नमस्ते, आइएम सन्जिता र साइली ब्याक अगेन विथ न्यू भ्लग। आज चाहिँ मलाई अनि अर्कै ठाउँमा देख्न सक्नुहुन्छ। मतलब मैले रेगुलर भिडियो बनाउने ठाउँदेखि चाहिँ अर्कै, किनकि म मेरो गाउँ मेरो घर आइसकेको छु होइन। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। एन्ड भ्लग आफ्टर सो लङ। मलाई मेरो गाउँको डेजहरू एकदम मिस हुन्छ। म गाउँमा कति धेरै भ्लग बनाउँथेँ, कति धेरै हाल्थेँ। एनिवे केही छैन, ठिक छ होइन। सो यो चाहिँ मेरो गाउँ, यो चाहिँ मेरो घरको खेत हो। मकै चाहिँ यत्रो भएको छ, यता चाहिँ पाकिसकेको छ र मैले हिजो खाइ पनि सकेँ। गाउँमा चाहिँ म अस्ति आएको, अस्ति 2 दिन भयो होला यहाँनिर बसेको। मेरो छुट्टी चाहिँ 2 दिन थियो, शनिबार र आइतबार। त्यही भएर चाहिँ म 2 दिनको छुट्टी मनाउनलाई घर आएँ। वैशाख 1 गते आउनुको सट्टामा अहिले नै आएँ। फाइदा हेर्छु नि त, म जति धेरै दिन बस्नु पाएँ त्यतिखेर मात्रै आउँछु म घर चाहिँ है। तिरै मकै छ अहिले चाहिँ। काका चाहिँ अब पर पाकी पनि सकेको रहेछ यतातिर। यो चाहिँ मेरो एकदम पिसफुल प्लेस हो। तर यो बच्चा बच्चीहरू हल्ला गरिरहेको छ कि अहिले चाहिँ। रोनाल्डो मेस्सी सबैजना छ यहाँ खेल्दैछ है। किम्बुको बट हो यो चाहिँ गाइजहरू, किम्बुको बट। मेरो साथीहरूलाई चाहिँ मैले भिडियो स्न्याप पठाइरहेको थिएँ क्या, मलाई किम्बु ल्याइदेऊ गर्दै थियो। अब म भोलि बिहानै टिप्न आउनु पर्ने छ, म देखाउँछु है किम्बु चाहिँ। यहाँनिर चाहिँ किम्बु छ है, सबै किम्बुको बोटहरू हो सबै। अनि यो चाहिँ खाँदिनँ किम्बु। यहाँ चाहिँ बच्चा बच्चीहरू जुत्दैछ, यतातिर जुत्दैछ। अनि बाख्रा हाम्रो यतातिर छ। मम्मीको छोरी पनि आएको छ कि, अनि त्यही भएर उसँग चाहिँ म माथि चटपटे खानु जाने। यसले नै हो कि मलाई अघिदेखि चटपटे खाम भनेको। अनि म चाहिँ त्यत्तिकै बिजी भइरहेको थिएँ। यहाँ चाहिँ पिगु डार्लिङ छ। हाई पिगु डार्लिङ। अगाडि होइन हाम्रो धारा जोड्ने भनेर पैसा दिएको थियो नि त। अनि यहाँ हेर्नु सक्नुहुन्छ फाइनली धारा आएको छ। बट मलाई धाराको मिठै लागेन पानी चाहिँ। अनि मेरो सबै यहाँको मरिमरि 8 क्लासमा हुँदाखेरि रोपेको थियो क्या त्यो हरियो कलरको काँडे फुल्की झार के भन्छ, सबै सखा भएको छ। अब चाहिँ हामी माथि स्कुल चोक जानु लाग्यो चटपटे खानुलाई। लेट्स गो। यस्तो रहेको छ। अनि यहाँनिर चाहिँ घरहरू बनाउँदै गरिरहेको रहेछ है। गाउँमा पनि कति धेरै घरहरू बनिसक्यो कि। अहिले चाहिँ हामी स्कुल चोक आइसक्यौँ होइन। मेरो स्कुल चाहिँ म देखिरहेको छु। आई मिस माई स्कुल अ लट। यहाँ चाहिँ यत्रो केरा पाकिरहेको छ के। कस्तो गर्मी पट्टि आयो। 60 रुपियाँमा चाहिँ ल्याएको थियौँ है हामीले चाहिँ। अनि चटपटे खायौँ। अनि त्यसपछि म्याडाङ्गल कति हो भनेर सोधेको, 20 रुपियाँ भन्नुभयो नि। अर्को खोज्दै थियौँ कि लगा भनेर दिनुभयो। अब अर्कोचोटि आउँदा दिन्छु म। ल खोला साथी यो पनि आयो गाइजहरू। भोलि चाहिँ म जान्छु। के गर्नु यस्तै रहेछ है। गाउँ आयो भने त अति नै नराम्रो लाग्छ क्या। घर छोडेर जानु नै मन लाग्दैन। अब जानै पर्छ, बाध्यता हो होइन। अर्को ठाउँ बसेपछि आफ्नो गाउँ छोड्नै पर्ने रहेछ। त्यही भएर आज चाहिँ यसो डुल्दै गर्ने। गाउँमा अनुहार देखाएको थिइनँ मैले आएदेखि। अनि तिर चाहिँ गर्मी कस्तो छ। हाम्रो यहाँ नक्सलमा चाहिँ बेलुका चाहिँ ओभर चिसो हुन्छ। मतलब ब्ल्याङ्केटहरू ओढेर सुत्नुपर्छ। दिउँसो ठिकै मतलब एटलिस्ट सहनु सक्ने गर्मी छ। विराटनगरमा चाहिँ हाम्रो रुममा चाहिँ अति नै गर्मी हुन्थ्यो है। सो यहाँ अलिकति हाम्रो जङ्गल साइड पनि हो नि त हाम्रो घर। त्यही भएर अलिक त्यति धेरै जाडो गर्मी चाहिँ छैन। यहाँ चाहिँ थापाचोक आइपुग्यौँ हामी, थापाचोक। अनि अब घर गएर यति धेरै काम छ। के काम छ भन त सीमा। भाँडा मस्काउने छ अरे काम। एन्ड देन खानाहरू पकाउनु पर्ने, बाख्राहरू हुल्नु पर्ने। गाउँमा त यस्तै हो, अलिकति बिजी सेड्युल नै हुन्छ। कहिलेकाहीँ यस्तो मुड फ्रेस गर्नु घर आयो, अति नै गाह्रो हुन्छ त्यहाँदेखि त। साथीहरू टेन्सन पो छ त हो जिन्दगीमा। अनि मेरो बाख्राहरू आइसक्यो भन्दैछ यसले चाहिँ होइन। हरायो भने चाहिँ मैले कुटे खान्छु। मैले लिएर गएको हो नि त माथि स्कुल चोक मिठो चटपटे पाउँछ भन्दै। अब चाहिँ बाख्रा साख्रा हुल्ने यताउति काम छ। निराको बाजे बकरी होइन गाइजहरू। बसिरहेको छु है। यो बाख्रा चाहिँ अर्काको मकै खानु आयो, हामीलाई मार्छ अहिले। यहाँ हेर न
जाऊ 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 कालु जाऊ सुँगुरको खोर या आँपको यो चाहिँ आँपको बोट यसको छेउमा सुँगुरको खोर छ हैन अनि उतापट्टि बारी छ अनि यतापट्टि हाम्रो खेतहरू छ गाइस आँप चाहिँ अब यसपालिदेखि चाहिँ फल्छ होला सायद सुँगुर पनि भोकाइसक्यो अब मान्छे मात्र अगाएर भएन नि त गाइजहरू मेरो खटारा साइकल 50 वर्ष अगाडिको खटारा साइकल हो यो मकैको हैन बिचमा लगाइदिन्छु यसलाई चाहिँ मलाई राख्दा भइहाल्थ्यो यसलाई चाहिँ नि हैन लट्ठीमा झुन्डाउनु अरे नि त बिचरा यो चाहिँ हाम्रो यो गुडियालाई चाहिँ पुतला बनाउनु पर्ने राख्देर हैन के भनेको निरा ए जिरा ए नानी हेलो खुसी ए खुसी हेलो बर्बाद भयो गुडियाको ल मेरो पेसेन्जरहरु आतिसक्यो राम्रो रुख भात्न आँटिसक्यो क्या हो